अहिलेको टाइममा चाहिँ सबैजना ई-सेवा अर्निङ एप खोज्नेछ अनि यो चाहिँ ई-सेवा अर्निङ एप रहेको छ। यो एपमा हजुरहरूलाई फर्स्ट टाइम एकदमै राम्रो बोनस पनि मिलिहाल्नेछ अनि यो एपमा हजुरहरू अलि टाइम दिएर काम गर्नुभयो भने यहाँबाट हजुरहरू एकदमै राम्रो अर्निङ गर्न सक्नुहुनेछ अनि यो एपबाट हजुरहरू आफूले काम गरेको पैसा पनि आफ्नो ई-सेवामा खल्तीमा बैंकमा निकाल्न सक्नुहुनेछ। मैले यो एपमा काम गरेर धेरै पटक यहाँबाट विथड्र गरिसकेको छु। म चाहिँ हजुरलाई प्रुफ पनि देखाउनेछु यसै भिडियोमा। जस्ट यहाँ देख्न सक्नुहुनेछ म चाहिँ करेन्सी टाइपमा क्लिक गरिदिनेछु अनि त्यसपछि म चाहिँ यहाँ एनपीआर चुज गरिदिनेछु अनि त्यसपछि तल यहाँ देख्न सक्नुहुनेछ पेमेन्ट मेथड रहेको छ। म चाहिँ यहाँ क्लिक गरिदिनेछु अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ नेपालको लागि चाहिँ बैंक रहेको छ र ई-सेवा रहेको छ र खल्ती रहेको छ। यो एपमा हजुरहरू काम गर्नुभयो भने आफूले काम गरेको पैसा डाइरेक्ट आफ्नो नेपाली वालेट ई-सेवा खल्ती र बैंकमा निकाल्न सक्नुहुनेछ अनि यो एपमा हजुरहरूलाई फर्स्ट टाइम बोनस मिलिहाल्नेछ। नेपाली चाहिँ लगभग 1011 जति। त्यो कसरी मिल्नेछ हेर्दै जानु होला। अब म चाहिँ फर्स्ट टाइम हजुरहरूलाई बोनसको कुरा भन्नेछु, बोनस कसरी मिल्नेछ। जस्ट अब बोनस पाउनको लागि म यहाँबाट ब्याक जानेछु अनि त्यसपछि तल यहाँ देख्न सक्नुहुनेछ तल यहाँ चाहिँ मीमा क्लिक गर्नुपर्नेछ। जस्ट मीमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुनेछ हजुरहरू तल यहाँ चाहिँ मीमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ भेरिफाई नाउ लेखेर आउँदैछ। जस्ट भेरिफाई नाउमा क्लिक गर्नुपर्नेछ। जस्ट भेरिफाई नाउमा अथवा यहाँ चाहिँ टास्क सेन्टर हुनेछ। जस्ट टास्क सेन्टरमा क्लिक गर्नुपर्नेछ। म चाहिँ भेरिफाई नाउमा क्लिक गरिदिनेछु। भेरिफाई नाउमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ कम्प्लिट भेरिफिकेसन भनिरहेको छ अनि त्यसपछि यहाँबाट 3वटा स्पिन मिलिहाल्नेछ। यो स्पिन गइरहेको छ, भिडियोमा हेर्दै जानु होला। जस्ट फर्स्ट टाइम यहाँ चाहिँ गोमा क्लिक गर्नु होला। कम्प्लिट भेरिफिकेसन भनिराखेको छ नि जस्ट यहाँ चाहिँ गोमा क्लिक गर्नु होला। म चाहिँ गोमा क्लिक गरिदिनेछु। गोमा क्लिक गर्नुभयो भने कहिलेकाहीँ चाहिँ यहाँबाट पनि फोन नम्बर एड गर्नु अप्सन आउनेछ वा आउँदैन भने पछि गएर फोन नम्बर एड गर्न सक्नुहुनेछ। जस्ट यहाँ तल देख्न सक्नुहुनेछ तल यहाँ चाहिँ भेरिफाई नाउमा क्लिक गर्नुपर्नेछ। जस्ट भेरिफाई नाउमा क्लिक गर्नु होला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ फेस भेरिफाई गर्नुको लागि भन्नेछ वा आफ्नो फेस भेरिफाई भयो भने आफ्नो एकाउन्ट चाहिँ एकदमै सिक्योर हुनेछ। जस्ट आफ्नो फेसलाई भेरिफाई गरेर त्यसपछि यहाँ देख्न सक्नुहुनेछ आफ्नो फेस भेरिफाई भयो भने यहाँ देख्न सक्नुहुनेछ भेरिफाइड लेखाएर आइहाल्नेछ। जस्ट डनमा क्लिक गरेर एपलाई रिस्टार्ट गर्नु होला। आफ्नो फेस भेरिफाई भयो भने फेरि यहाँ चाहिँ तल यहाँ चाहिँ मीमा क्लिक गर्नुपर्नेछ अनि त्यसपछि यहाँ चाहिँ टास्क सेन्टर रहेको छ। सिम्पली टास्क सेन्टरमा क्लिक गर्नु होला अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ फेरि यहाँ चाहिँ माथि गो टु अर्नमा क्लिक गर्नुपर्नेछ। सिम्पली यहाँ क्लिक गर्नु होला अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ हजुरहरूलाई फर्स्ट टाइम यहाँबाट 3वटा स्पिन मिल्नेछ। जुन स्पिन घुमाउनु भयो भने यहाँबाट हजुरहरूलाई लगभग यहाँबाट $7.9 मिल्नेछ। नेपाली चाहिँ यस्तै 1011 जति होला। यति काम गर्नुभयो भने यहाँबाट हजुरहरूलाई लगभग $8 मिल्नेछ अनि थोरै काम गर्नुभयो भने यहाँबाट हजुरहरू मजाले चाहिँ 80K यहाँबाट 20 यहाँबाट कैसट गर्न सक्नुहुनेछ। अब यो चाहिँ स्पिन 3वटा स्पिन सक्यो भने स्पिन कहाँबाट आउनेछ कसरी स्पिन मिल्नेछ यो भिडियोमा हजुरहरूलाई सबै कुरा बताउनेछु। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। जस्ट यो एपलाई डाउनलोड कसरी गर्ने, यो एपमा आफ्नो एकाउन्ट क्रिएट कसरी गर्ने त्यसको बारेमा जानकारी दिइराखेको छु। यो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। ओके, हजुरहरू पनि यो एपमा काम गर्न चाहनुहुन्छ भने एप लिङ्क यसै भिडियोको डिस्क्रिप्सन बक्समा हुनेछ। सिम्पली त्यहाँ क्लिक गरेर यो एपलाई डाउनलोड गर्न सक्नुहुनेछ अनि यो एप चाहिँ एकदमै बेस्ट रहेको छ। यो एपमा हजुरहरू थोरै काम गर्नुभयो भने यहाँबाट एकदमै मजाले यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ अनि यस्तै अर्निङ खालको भिडियो चाहिन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। एउटा पनि बेस्ट के रहेको छ, बोनस पनि मिलिहाल्नेछ अनि यो एपमा हजुरहरू आफूले काम गरेको पैसा पनि आफ्नो नेपाली वालेटमा विथड्र पनि भइहाल्नेछ। जस्ट अब यो एपमा काम गर्नको लागि एप लिङ्कमा क्लिक गर्नु होला। एप लिङ्क यसै भिडियोको डिस्क्रिप्सन बक्समा रहेको छ। हजुरहरू एप लिङ्कमा क्लिक गर्नुभयो भने डाइरेक्ट चाहिँ प्ले स्टोरमा ल्याइदिनेछ। एपको नाम रहेको छ टाका रहेको छ। जस्ट यो एपलाई डाउनलोड गरेर सिम्पली यहाँ चाहिँ ओपनमा क्लिक गर्नु होला अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यो एपमा हजुरलाई काम गर्नको लागि फर्स्ट टाइममा चाहिँ आफ्नो एकाउन्ट क्रिएट गर्नुपर्नेछ।
जस्ट यहाँ देख्न सक्नुहुनेछ साइन आउट गुगल रहेको छ, साइन आउट टेलिग्राम रहेको छ, अनि यस्तै यहाँबाट फोन नम्बरको रहेको छ। हजुरलाई जुनबाट यहाँ चाहिँ गर्न सक्नुहुनेछ। फोन नम्बर पनि बेस्ट हुनेछ। यहाँबाट जिमेल पनि रहेको छ। म चाहिँ जस्ट यहाँ चाहिँ जिमेलबाट गरिदिनेछु। जस्ट म चाहिँ साइन आउट गुगलमा क्लिक गर्नेछु। सो यहाँ क्लिक गर्नु होला, अनि यहाँ क्लिक गर्नुभयो भने आफ्नो मोबाइलको सम्पूर्ण जिमेल यहाँ चाहिँ सो हुनेछ। कुनै एउटा जिमेल राखेर आफ्नो एकाउन्ट क्रिएट गर्नु होला। म चाहिँ आफ्नो जिमेल राखिदिनेछु। सो जिमेल राख्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ कन्ट्री चुज गर्नुको लागि भन्नेछ। जस्ट नेपाल गएर हजुर नेपालबाट हुनुहुन्छ भने नेपाल चुज गरेर यहाँ चाहिँ नेक्स्टमा क्लिक गर्नुपर्नेछ। जस्ट म चाहिँ नेक्स्टमा क्लिक गरिदिनेछु। सो त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ ल्याङ्ग्वेज चुज गर्नुको लागि भन्नेछ। इङ्ग्लिस रहेको छ, अरबिक रहेको छ, अनि यहाँबाट थुप्रै रहेको छ। जस्ट हजुरहरू इङ्ग्लिसमा चुज गरेर नेक्स्टमा क्लिक गरिदिनु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ हजुरहरू मेल हुनुहुन्छ कि फिमेल हुनुहुन्छ, यहाँ चाहिँ चुज गर्नुपर्नेछ। मेलको इन्कम छुट्टै छ र फिमेलको इन्कम छुट्टै छ। सबै कुरा बताउनेछु आजको यस भिडियोमा, हेर्दै जानु होला। जस्ट हजुरहरू मेल हुनुहुन्छ कि फिमेल हुनुहुन्छ, यहाँ चाहिँ चुज गरेर नेक्स्टमा क्लिक गर्नु होला। सो यति काम गर्नुभयो भने हजुरहरूको एकाउन्ट पनि भेरिफाइड भइसकेको छ र एकाउन्ट पनि बनिसकेको छ। यो एपमा हजुरहरू अर्निङ कसरी गर्न सक्नुहुनेछ त? अब यहाँ चाहिँ केटीको अर्निङ चाहिँ छुट्टै रहेको छ र केटाको अर्निङ छुट्टै रहेको छ। अब छुट्टै के रहेको छ भने केटी साथी चाहिँ फर्स्टमा यो एपमा आउन बित्तिकै यहाँ चाहिँ आफ्नो फेस भेरिफाई गरेर जस्ट यहाँ चाहिँ गो चार्टमा क्लिक गरेर लाइभ बस्न सक्नुहुनेछ, अनि आफ्नो रुम पनि क्रिएट गर्न सक्नेछ। अनि केटा साथी चाहिँ फर्स्टमा न लाइभ बस्न मिल्नेछ न रुममा जान मिल्नेछ। अब त्यही अर्निङ कसरी हुनेछ? केटी साथीलाई फर्स्टमा नि 4000 को 12000 को यस्तै यहाँबाट टास्क मिल्नेछ। 30 मिनटमा 35 मिनटमा जुन कम्प्लिट गरे यहाँबाट अर्निङ गर्न सक्नेछ। अब म पनि केटा रहेको छु, म चाहिँ अर्निङ कसरी गरिरहेको छु त? यहाँ देख्न सक्नुहुनेछ केटा साथीको लागि यहाँ चाहिँ तल यहाँ चाहिँ सिम्पली मिट रहेको छ, यहाँ क्लिक गर्नु होला। म यहाँ क्लिक गर्नुभयो भने यस्तो हुनसक्छ कि यो चाहिँ स्क्रिन चाहिँ ब्ल्याक हुनेछ, किनकि सिक्युरिटीको कारण पार्टी भन्ने अप्सन रहेको छ, यहाँ क्लिक गर्नु होला। अनि त्यसपछि यहाँबाट थुप्रै मान्छेहरू आफ्नो रुम क्रिएट गरेर यहाँ चाहिँ बसिराखेको छ। अब केटा साथीलाई के गर्नुपर्नेछ भने जस्ट कुनै एउटा रुममा क्लिक गर्नु हो, अनि त्यसपछि त्यहाँ गएर सिटमा बस्न सक्नुहुनेछ। अब सिटमा बस्नुभयो भने त्यहाँबाट हजुरलाई गिफ्टहरू मिल्नेछ, त्यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ। अनि अरू मेथड के रहेको छ यहाँ चाहिँ, जस्ट अर्को मेथड रहेको छ यहाँ चाहिँ मीमा क्लिक गर्नुभयो भने यहाँबाट पनि अर्निङ गर्न सक्नुहुनेछ। अब केटा साथी फर्स्टमा चाहिँ लाइभ कसरी बस्न मिल्नेछ त? अब फर्स्टमा लाइभ बस्नको लागि हजुरहरूलाई 5 लेभल कम्प्लिट गर्नुपर्नेछ। जस्ट 5 लेभल कम्प्लिट गर्नको लागि हजुरहरूलाई रिचार्ज गर्नुपर्नेछ। अब हजुरहरूको मन छ भने यहाँबाट रिचार्ज गर्नु होला, मन छैन भने नगर्नु होला। जस्ट यहाँ देख्न सक्नुहुनेछ अब हजुरलाई कहिलेकाहीँ आउने दिनमा रिचार्ज चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। जस्ट म चाहिँ आफ्नो प्रोफाइलमा टच गर्नेछु, अनि यहाँ देख्न सक्नुहुनेछ मार्को रहेको छ, अनि यहाँ चाहिँ मेरो आइडी रहेको। जस्ट मेरो आइडी सर्च गरेर मलाई फलो गरेर मेसेज गर्न सक्नुहुनेछ। मेरो चाहिँ 23 लेभल रहेको छ। सो हजुरहरू पनि चाहिँ आफ्नो लेभल बढाउन चाहनुहुन्छ भने जस्ट त्यसको लागि हजुरलाई रिचार्ज गर्नुपर्नेछ। मिनिमम मात्रै 5 लेभल भयो भने यहाँबाट हजुरहरू लाइभ बस्न सक्नुहुनेछ अथवा आफ्नो रुम पनि क्रिएट गर्न सक्नुहुनेछ। अब यस्तै रिचार्ज नगरिकन यहाँबाट अर्निङ कसरी हुनेछ? जस्ट यहाँ देख्न सक्नुहुनेछ टास्क सेन्टर रहेको छ, यहाँ क्लिक गर्नु होला। अनि त्यसपछि फेरि यहाँ चाहिँ गो टु अर्नमा क्लिक गर्नुपर्नेछ। अब केटा साथी होस् र केटी साथी होस्, यो एपमा हजुरहरू इन्भाइट गर्नुभयो भने इन्भाइटको इन्कम चाहिँ एकदमै धेरै रहेको छ। जस्ट यो एपमा हजुरहरू इन्भाइट गर्न नबिर्स्नु होला। जुन हजुरलाई फर्स्टमा 3वटा स्पिन मिलेको छ नि, जुन स्पिन सक्यो भने फेरि स्पिन कसरी मिल्नेछ त? फेरि स्पिन पाउनुको लागि हजुरहरूलाई इन्भाइट गर्नुपर्नेछ। जस्ट यहाँ देख्न सक्नुहुनेछ तल यहाँ चाहिँ इन्भाइट फ्रेन्ड रहेको छ, सिम्पली यहाँ टच गर्नु होला। अनि त्यसपछि यो लिङ्कलाई कपी गरेर सोसियल मिडियामा अथवा आफ्नो साथीहरूलाई सेयर गरेर उसलाई भन्नु होला यो एप डाउनलोड गर्नको लागि, अनि यो एपमा काम स्टार्ट गर्नको लागि। त्यो साथी चाहिँ एप डाउनलोड गर्छ भने हजुरलाई यहाँबाट स्पिन मिल्नेछ, अथवा डाइरेक्ट यहाँबाट व्हाट्सएपमा फेसबुकमा सेयर गर्न सक्नुहुनेछ। सो इन्भाइट गर्नुभयो भने यहाँबाट हजुरहरूलाई स्पिन मिल्नेछ। जुन स्पिन घुमाउनु भयो भने यहाँबाट हजुरलाई यहाँ देख्न सक्नुहुनेछ कति यहाँबाट कैसट हुनेछ। जस्ट यहाँबाट ऱ्याङ्कमा क्लिक गरेर ऱ्याङ्कमा पनि हेर्न सक्नुहुनेछ कुन मान्छे कति नम्बरमा यहाँबाट इन्भाइट गरेर
अर्निङ गरिराखेको छ। सो यस्तै रहेको छ। यो एपमा हजुरहरू मजाले चाहिँ काम गर्न सक्नुहुनेछ। अनि यस्तै यहाँबाट आफ्नो माई लेभलमा क्लिक गरेर यहाँबाट हजुरहरू आफ्नो लेभल हेर्न सक्नुहुनेछ, कति लेभल भइसकेको छ, कति यहाँ रिचार्ज गऱ्यो भने कति लेभल हुनेछ यहाँबाट चेक गर्न सक्नुहुनेछ। सो यस्तै रहेको छ। अनि यहाँबाट माई डाटा रहेको छ, यहाँ चाहिँ फ्यामिली रहेको छ र यहाँ स्टोर रहेको छ। स्टोरमा पनि हजुरहरू देख्न सक्नुहुनेछ के रहेको छ, यहाँ चाहिँ देख्न सक्नुहुनेछ। सो यस्तै फर्स्ट टाइम हजुरहरू केटा साथी आयो भने यहाँबाट यस्तै यहाँबाट पार्टी रुममा गएर अरूको रुममा गएर इन्भाइट गरेर अर्निङ गर्नु होला। आउने दिनमा हजुरहरूको लाग्छ भने रिचार्ज गर्छु म गर्नु होला अनि आफ्नो लेभल अप गर्नु होला। सो यस्तै रहेको छ। यो एपमा हजुरहरू केही कुरा नबुझ्नु भएको छ भने यो मेरो आइडी रहेको छ, मलाई यहाँबाट मेसेज गर्न सक्नुहुनेछ, मलाई फलो गरेर मेसेज गर्न सक्नुहुनेछ, म चाहिँ हजुरलाई हेल्प पनि गर्नेछु। जस्ट यो त भयो। यो एपमा हजुरहरू आफूले काम गरेको पैसा विड्रो कसरी हुनेछ, जस्ट त्यसको लागि यहाँ चाहिँ एउटा बिन्स रहेको छ र एउटा कोइन्स रहेको छ। यो कोइन्स हजुरहरूको बढ्यो भने यो कोइन्सलाई हजुरहरू बेच्न सक्नुहुनेछ अथवा यो कोइनले गिफ्ट गर्न सक्नुहुनेछ। जस्तो कि हजुरहरूसँग 1 लाख कोइन भइसकेको छ भने त्यो कोइनलाई हजुरहरू गिफ्ट नदिएर अरू मान्छेले बेच्न चाहनुहुन्छ भने यहाँबाट आफ्नो कोइन पनि बेच्न सक्नुहुनेछ अथवा यहाँबाट कोइन बेचेर यहाँबाट आफ्नो पैसा लिन सक्नुहुनेछ। अथवा हजुरहरूसँग कोइन छैन भने बिन्स छ भने मिनिमम 1 लाख बिन्स पुग्यो भने यहाँबाट हजुरहरू पैसा निकाल्न सक्नुहुनेछ। जस्ट बिन्समा क्लिक गर्नु होला। जस्ट बिन्समा क्लिक गरेर यहाँ देख्न सक्नुहुनेछ चारपट्टिमा फेरि यहाँ चाहिँ कैसटमा क्लिक गर्नु होला। अनि त्यसपछि आफ्नो करेन्सी टाइप गर्नुपर्नेछ। म चाहिँ एनपीआर गरिदिनेछु। जस्ट यहाँ देख्न सक्नुहुनेछ मैले एनपीआर गरिदिएँ। अनि त्यसपछि यहाँबाट ई सेवा रहेको छ, खल्ती रहेको छ, बैंक रहेको छ। यहाँ चाहिँ आफ्नो बैंकको डिटेल्स राखेर यहाँबाट हजुरहरू विड्रो गर्न सक्नुहुनेछ। हजुरहरूको विड्रो चाहिँ एकैछिनमा भइहाल्नेछ। अनि मैले यो एपमा काम गरेर धेरै पटक यहाँबाट पैसा निकालिसकेको छु। जस्ट यहाँ चाहिँ म डिटेल्समा क्लिक गरेर देखाइदिनेछु। म चाहिँ अब कैस आउट अर्डरमा क्लिक गरिदिनेछु। फेरि यहाँ चाहिँ रिकमेन्डेड्समा क्लिक गरिदिनेछु। अनि यहाँ देख्न सक्नुहुनेछ मैले यहाँबाट पैसा निकालिसकेको छु आफ्नो बाइनेन्समा अथवा यहाँबाट ई सेवामा पनि निकालिसकेको छु। देख्न सक्नुहुनेछ मैले यहाँबाट थुप्रै पैसा कमाएर थुप्रै यहाँबाट विड्रो पनि गरिसकेको छु। सो यस्तै रहेको छ। यो एपमा हजुरहरू जोइन भएर मजाले काम स्टार्ट गर्न सक्नुहुनेछ। सो यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। अनि यस्तै अरू खालको भिडियो चाहिन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। सरी भन्न चाहन्छु धेरै दिनपछि मेरो च्यानलमा भिडियो अपलोड भइरहेको छ, केही प्रब्लम भएको थियो।